विश्वको सबभन्दा ठुलो पोखरी तिलिचो ताल यो ताल हो। यो चाहिँ मनाङ निस्याङ गाउँपालिका, यो चामे गाउँपालिका भनौँ, मनाङ निस्याङ गाउँपालिकाको यो निस्याङ गाउँपालिका मनाङमा अवस्थित यो तिलिचो ताल चाहिँ यो विश्वको सबभन्दा अल्को ताल हो। यो अहिले चाहिँ पुरै यो हिउँ जमेर यो बसेको छ। अब यो अहिले चाहिँ पुरै यो हिउँ जम्ने सिजन भएको हुनाले पछि यो जेठ असार अलिकति मौसम अलि गर्मी भएपछि चाहिँ अलिकति पुरा ताल देखिन्छ, यो हरियो ताल देखिन्छ। अहिले चाहिँ यो आइस जमेको छ र यो तालमा चाहिँ कतैबाट पनि पानी बाहिर निस्किने छैन। यताबाट पनि यो यस्तो हिमालको यो पहाड छ, यो बाहिर निस्किने ठाउँ छैन यो पानी। र उता चारैतिर यो पहाडको देख्नु भएको छ, यो पहाडै पहाड छ देख्नु भएको छ। यता म बसेको फ्रन्ट साइडमा पनि पहाडै छ, अल्पो डाँडाको उसमा छ यो पुरै यहाँनिर। अब यो चाहिँ सबैले देश विदेशमा बस्नेहरू आउनुहुन्छ यसमा चाहिँ हेर्न आउनलाई। तल यो बेस क्याम्पबाट चाहिँ हिँड्ने मान्छेहरूलाई चाहिँ धेरै लाग्दैन, 3 साढे 2 घन्टादेखि 3 घन्टाको हाराहारीमा लाग्छ। र अहिले हेर्नुहोस् यहाँ आइसक्नु भयो मान्छेहरू, जम्मा हुँदै हुन्छ, आइसक्नु भएको छ मान्छेहरू पनि अहिले।